फेरि छोरा जन्मियो अरे छोरा जन्मिएको वर्ष दिन पालेर वर्ष दिनमा त्यो पनि बित्यो अनि यो घर फापेन हामीलाई राम्रो भएन भनेर त्यहाँ छोडे बसेनन् अब कहाँ बसौँ भनेर कुराकानी गर्दाखेरि नरहरि काकाले मेरो जग्गा दिन्छु भने एक पाटो बारी दिएछन् त्यहाँ पातले चिलाउने भन्ने ठाउँमा अनि त्यहाँ घर बनाएछन् सानो घर बनायो होला नभए घर बनाएछन् चोटो छापेपछि अरू सबैले यो ठाउँमा बसेर तपाईँले राम्रो हुँदैन यहाँ नबस्नुहोस् भनेछन् सबैले चोटो छापेर घर छोडिदिएछन् त्यहाँबाट हिँडे जाँदा जाँदा धुसुन बेतेमा हाम्रो घर नेर उहाँ खम्मसिंह बस्नेतको घरमा गएर त्यहाँ नयाँ मतान बनाएको थियो अरे यो मतान बस्दिनुहोस् म 1-2 वर्ष बस्छु अनि अन्तै जान्छु भन्दाखेरि त्यो घरको कान्छी आमाले आउनुहोस् बस्नुहोस् भनिछन् बुढा रहन्छन् त्यहाँदेखि त्यहीँ घरमा आमा बसेछन् अनि त्यसपछि आमा हजुरबाबुहरूले पाले बाले पालेको थिएन अरे आमा म पाल्नु पर्यो भनेर बोझ 2 नम्बरमा गएर आमा लिएर आएर पालेर बस्दा हुँदै जाँदा कुसिया उसिया आयो कुसिया उसियामा कुस जम्मा गरेर बनाएर ठाउँमा पठाए हजुरआमाले पनि लगे अरे कुस बोकेर गए त्यहाँ गाउँमा भाडे आए बेलुका खाना पकाए खाए सुते राति पिसाब लागेछ हजुरआमा त्यो बेलाका मान्छेको बुद्धि रहन्छ चुछुवा राख्नु बाल्टिन राख्नु त्यहाँ पिसाब गर्नु नि बाहिर निस्केको अरे सिँढीमा मतानु बस्यो सिँढीबाट हातै लडेर तल गएर त्यसै बसी गर्छ अरे कति वर्ष मुसी थिइन् अनि हस्पिटल लानु पर्ने कहाँ घाटमा लग्यो त बसेछ त्यो बाको हात समातेर त्यो बुढी हजुरआमाले उनको मुखको छेउमा उसलाई राख्यो नि बोल्न छोड्या त्यहाँबाट रात गयो उज्यालो भएपछि अब घाटमा लाने भए सुनकोसी लगाएछन् कति बेर राखे महादेव थान घुमाए अनि प्राण छोडिछन् कुसी आउँछुको भोलिपल्ट अनि त्यही मतान बसेर अर्का घरमा उहाँ बाबुहरूलाई खबर गरे त्यहीँ काजक्रिया गरे त्यहीँ मतानमा वीरमणिको अनि हस्पिटल लानु पर्दैन त के लानु त्यो बेला के लानु हस्पिटल छैन बोल्न छोड्या अरे लाग्यो त्यही त बुवा अनि अर्को हजुरआमाजी कसरी बिहा भयो त हजुरआमाको बिहा चाहिँ त्यो त अगाडि नै गरे सानो हजुरआमाको ए उनको बिहा गरे के थाहा पाउनु ए बुवाले बुझ्नु अब तपाईँको बिहा गरेको भन्नुहोस् तपाईँको बिहा गरे भन्नुहोस् अब मेरो उमेर 11 वर्षको हुँदा हजुर बाले बिहा गरिदिनु भयो धुस्कुनको हाम्रो दिदी ठोट्नेरी भन्ने ठाउँमा दिए ठोट्नेरीको 40को छोरी छापमा सिलढुङ्गे बाहुनको छोरालाई दिए सिलढुङ्गे बाहुनको छोरी त्यही कसलाई दिए 40लाई दिए फेरि हजुर त्यसरी उसको छोरी उसलाई उसको छोरीलाई बिहे गरेको थियो 3 सालमा बिहे गरेको छ मेरो 11 वर्ष हुँदा 3 सालमा बिहा गरे बिहे गर्दाखेरि दमाई पनि थिए दमाई बाजा दमाई बाजा लाएरै बिहे गरे तर माउली घरमा गरिदिए बिहे हजुर हजुर छापमा हजुर सासु ससुराले बिहे गर्न सकेन कापिङमा सकेन म गर्छु भने होला उहाँ सिलुङ्गे बुढाले उहाँ छापमा बिहे गरे जन लाग्यो जन्ती लिएर उहीँ गएको जन्ती लिएर उहीँ गयो म बिरामी भएको मुटु दुख्ने बेला भयो त्यो बिहेमा जन्ती पर्ने बेलामा हो क्या वर्षेपछि अनि कोली झारफुक गऱ्यो अनि निको भयो त्यस्तो भएर अनि ठिक छ राम्रै भयो बिहे गरेको थियो अनि पछि फेरि त्यो बुढाले गुड सरी अनि पछि त्यो बुढो ससुराले सर्ता गर्ने मन भएछ अनि माइला पनि त्यो अहिलेको जयरामको बाबुले पढाएर रहेछ अनि नातिन जयले विष्णु लक्ष्मी गर्छु भनेको थिएँ अलिअलि पत्रम पुष्पम मलाई लागेर गएको अनि त्यो बुढी त्यो अहिलेको बुढीले मलाई त्यहाँ विष्णु लक्ष्मी गरे अहिलेको बुढी होइन जेठी बुढी भन्नुहोस् थाल कचराहरू थियो भाँडा थियो त्यो जम्मै त्यसै घरमा लगाएर राखेँ त्यहीँ उहीँ खायो उसैले केही पनि ल्याएन ठिक भयो राम्रो गर्नुभयो बुवा कतिवटा सप्ताह लाउनुभयो त्यहाँ दुईचोटि के सप्ताह 2 चोटि कि 1 चोटि कसो गरेर उहाँ त्यहाँ कापिङमा कहाँ हुन्थ्यो त्यही एक बेर त्यही बुढो ससुराली गरे अनि मकैबारी मामा घरमा सप्ताह लाउनुभयो कतिचोटि
त्यहाँ त पहिला ससुराली गरे छोरीको बिहे गर्दा त्यो गीताको बिहे गर्दाखेरि 7 दिन मलाई पढ्न लाए बिहे सक्ने सर्ता सक्ने दिन बिहे ल्याऊ भनेर बोलाए हजुर अनि त्यो गीता बिहे बिहार पठाए कतिचोटि आउनुभयो जम्मा अनि त्यहाँबाट पछि चाहिँ ससुरा बितेपछि गरे फेरि 2टा भयो त्यहाँबाट पछि कान्छो साराले गर्यो 3वटा भयो फेरि जेठुले गरे छुट्टै 4वटा भयो माइले जोसले गरेपछि 5वटा भयो 5वटामा पढ्नुभयो पढिसकेको छ म अनि हामी छोराहरूको ससुराली कसमा पढ्नुभयो ससुरालीको जेठाकोमा जेठा भने नाम्था जोर नाम छ जोरमा त्यहाँ पनि पढेँ लागे बोलाएर अनि पछि अनि जिलुमा जिजु पनि बोलाएको थियो तर त्यो बुढाले के गरे भने अरूलाई बोलाएर कहाँ भने नपाउने भएपछि अनि पछाडि मलाई भने मलाई पनि जोस चलेर म आउँदिनँ भन्ने मैले अहिले भए त जाँदा हुँ अन्त नपाएको थिएँ मलाई बोलाएपछि अनि मलाई अन्त बोलाएर अघि नै बोलाएर जान्थेँ भने गइनँ अनि चिम्लिङमा शङ्कर राईकोमा पनि लाउनु भयो क्या हो सप्ताह त्यहाँ गरेन लान साइनलाई कहाँ उसको पनि त्यही पोहोर त्यहाँ भनेको त्यो त्यही क्या चिकाथलीमा त्यो अनि मेरो ससुराली त्यहाँ लाए बुढाले तर मैले मात्रै पढाए उनले विस्तार मानेन कि क्या आएको नि हो कि 2टा लाउने भएर त्यो रामचन्द्र चोरलाई डाकेर छ त्यो चाहिँ यतिकै घल नमिलिया गोरु भइगयो अन्त ल तपाईँ कथा भन्नु म फुर्ती गर्ने मान्छे म फुर्ती गर्न जान्दिनँ म पाठ गर्छु भने मैले पाठ गरेँ कान्छो भाइका कान्छो भाइको ससुरालीमा त्यो पनि डाके तिनीहरूले त्यो बुढाबुढी अहिले जिउँदैछ डाकेर गएको मैले त्यहाँ पढ्थेँ त्यहाँ चामलहरू भएको त्यो चाहिँ कान्छाले बालेर मलाई आधा पारौँ भन्यो लौ भने ल त्यतै बेच्नु भने बेच्यो पछि पैसा आधा पार्नु भन्यो कति हो थियो उसलाई आधी नै आधा मैले राखेँ फुलाको चामल राम्रो गर्नुपर्छ राम्रो भइरहेछ बुवा